हुन्छ कि पुरानो घर हो 100 वर्ष पुग्नु लाग्यो साथीहरु टिम्बुर चाहिँ यस्तो हुन्छ यी सुकाएपछि हेलो एन्ड नमस्ते दिस इज मी बाबु तामाङ वेलकम ब्याक टु माई अनदर भ्लग तपाईहरु सम्पूर्णलाई मेरो अर्को भ्लगमा एकदम स्वागत छ र म अहिले चाहिँ कहाँ छु भन्दाखेरि मेरो घर भने नि मेरो झुपडी भने नि मेरो बंगला भने नि हो त्यहीको ठ्याक्क अगाडि छु है यो चाहिँ मेरो बंगला हो हैन अनि म चाहिँ अहिले टक्क लाएर यहाँनिर यसो फार्म हाउसमा गुडमेल गर्नलाई आएको अनि त्यहाँदेखि दसैँ पनि एकदम राम्रै भयो रमाइलो भयो हाम्रो दसैँ चाहिँ एकदम रमाइलो भयो तपाईहरुको दसैँ कस्तो भयो हैन कमेन्ट गर्नु होला र नजाराहरू यस्तै देखाउनु पर्दाखेरि यस्तो छ है पहाडी बादलहरू देख्न सक्नुहुन्छ यो पुरा चरीकोट बजार हो गौरीशंकर हिमाल चाहिँ पुरै छेकेको छ कि बादलले अनि अब हाम्रो दसैँमा चाहिँ के कस्तो चाहिँ रमाइलो गर्यो भन्दाखेरि देखाउनु पर्दाखेरि तपाईहरुलाई देख्न सक्नुहुन्छ यो चाहिँ दसैँको उपलक्ष्यमा सबै हैन अब बुझ्नुस् न मिलाएर यहाँ भन्दा के भन्नु हैन त्यही हो अनि रमाइलो छ गाउँघरमा अहिले त चटक्क घाम लागेको छ पानी परेको छैन हैन दसैँको दिनमा चाहिँ एकदम पानी परेर नरमाइलो भएको थियो अनि अब यस्तै हो अनि भिडियो चाहिँ म कन्टिन्यू अपलोड गर्न कोसिस गरिरहेको छु किनभने अपलोड त गर्न कोसिस चाहिँ गरे हो तर नेटै नचल्दो रहेछ यहाँ गाउँघरतिर चाहिँ नेटको कारणले गर्दा तपाईको 20 मिनेट 30 मिनेटको भ्लग अपलोड हुनलाई 2 दिन नै लाग्ला जस्तो छ खोइ नेटै चल्दैन कसरी अपलोड गर्नु त्यही भएर चाहिँ भिडियोहरु चाहिँ एकदम कोही अगाडि कोही पछाडी कोही ढिलो चाँडो हुन्छ हैन अब भिडियो अपलोड गर्नलाई नै काठमाडौँ जानु पर्ला जस्तो छ तर खिच्न चाहिँ खिचेर राखेको छु तपाईहरुलाई म जस अपडेट चाहिँ दिइराख्ने छु हैन हरेक दिनको भ्लगहरु हैन अनि अहिले चाहिँ म यहाँ हाम्रो सानो तिनो फार्म हाउसमा यता हाम्रो खुर्सानी गोडमेल कार्यक्रम भइरहेछ यता यी काँक्रोहरु फल्या छ है तपाईहरुलाई चाहिन्छ भने मसँग बसेर टक्क डल्ले खुर्सानी पिसेर हो खानको लागि आउन चाहनुहुन्छ भने बताउनु होला खुर्सानी चाहिँ यस्तो फल्दैछ है तपाईहरु देख्न सक्नुहुन्छ रमाइलो छ जे होस् यहाँ भित्र चाहिँ एकदम गर्मी हुन्छ रहेछ कि गाइजहरु अनि गर्मी भएको हुनाले म चाहिँ अब बाहिरतिर यसो निस्किनु पर्यो हावा खानु पर्यो हैन चिसो हावा ओ माई गॉड यस्तो शीतल हावा स्वच्छ वातावरण हैन दिल खोलेर के भन्छ आनन्द लिऊँ न हैन त्यही त हो त दिल खोलेर आनन्द लिनु पर्यो नि त अब विदेशमा अब त्यस्तो चर्को घाममा हैन एउटा हुन्छ नि सास फेर्न पनि गाह्रो हुने खालको ठाउँमा बसेर अब यहाँ आउँदाखेरि त स्वर्गकै अनुभूति हुने रहेछ नि साथीहरु ओ माई गॉड अनि यतै यो चाहिँ हाम्रो यता चाहिँ खुर्सानीहरु सबै खुर्सानीको बगान हो अनि यता अब हाम्रो त यहाँ गाउँमा त सबै चिज अर्ग्यानिक मात्रै पाउँछ हैन अब तपाईहरुलाई एउटा नेक्स्ट लेभल अर्ग्यानिक चिज देखाउँछ है त यो चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ चिन्नुभयो होला देख्ने कतिपयले चाहिँ चिन्दैन होला हैन यो चाहिँ प्रेसरको दबाई के जाति पनि भन्छ हैन सिस्नो भन्छ यसलाई चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ तपाईको खेती गरेको जतिकै बगानै छ कि यहाँदेखि छेउदेखि परसम्म नै हो तपाईहरु देख्न सक्नुहुन्छ यस्तो छ यो सब सिस्नो हो अनि यस्तो छ यो चाहिँ अब अहिले त खाने बेला होइन क्या रे अब भोलि पर्सि यस्तो पालुवा पलाउँछ त्यति बेला चाहिँ सिस्नोको तरकारी अनि मकैको ढिँडो र टिम्बुरको अचार हाम्रोमा पाउने भनेको लोकल अर्ग्यानिक चिज मात्र हो कि तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ घर टिम्बुर इंग्लिश में यसलाई सिचुवान भन्छ क्या रे हैन
यस्तो दामी हुन्छ कि अचार बनाएर खाँदाखेरि तपाईँको भाइ मारो मुजे हुन्छ कि। अनि यो चाहिँ यता चाहिँ हाम्रो बाजेको पुरानो घर हो। यहाँ चाहिँ म बचपनदेखि हुर्केको बढेको खेलेको घर आँगन यही हो। अनि यो फर्सीको मन्टा तपाईँहरू देख्न सक्नुहुन्छ। फर्सीको मन्टा जति खाऊ आऊ लैजाऊ टिप्प, हाम्रो गाउँमा जति चाहिए नि छ। यता तोरी टन्नै फुलेको। अनि अब हाम्रो यो चाहिँ पुरानो घर हो। म बचपनमा यही घरमा सुतेर, यही घरमा उठेर, यही घरमा खाएर होइन, यही घरमा खेलेर, यही घरमा पढेर होइन काठमाडौँ छिर्दिएको। अनि अब नेक्स्ट लेभल अर्ग्यानिक चिज भनेको चाहिँ हाम्रो यहाँ लोकल मौरी छ कि, यतै मौरीको दुधहरू छ होइन। अनि हाम्रो बाजे यतै छ। अनि म चाहिँ अब यसो बस्दिनु पर्यो। बाजे हाम्रो माम खोइ त? हाम्रो बाजे चाहिँ यस्तो बुढो भइसक्यो। म त यसो भिडियो बनाउँदै आएको नि, यता भिडियो बनाउँदै आएको। यतै मकैबारीहरू सबै हाम्रो चाहिँ ढोड काट्ने बेला भइसक्यो। यतै ढोड पनि राखिसकेको छ। अनि हाम्रो दाइको पुरानो घर चाहिँ यो हो। अनि यो चाहिँ हाम्रो बाजेको घर हो। अनि हाम्रो बाजे चाहिँ यहाँ हुनुहुन्छ। बाजे तपाईँ कति वर्ष पुग्नुभयो? 100 वर्ष पुग्नु लाग्यो। आमा नयाँ वर्ष अब 84, 50, 51, 52, 53, 54 भयो। 54 वर्ष। 54 वर्ष भइसक्यो है? 54 होइन 84 चाहिँ भयो। त्यस्तो भयो। अहिले केही गर्नु सकिनँ। उति राख्दा पनि अब घरलक लड्यो नानी। अब बुढाबुढी मान्छे त काम गर्ने होइन नि, अब बस्ने खाने नि। अब खाना बसिसक्यो। ल साथीहरू, मैले तपाईँहरूलाई म हुर्केको म खेलेको ठाउँहरू पनि देखाइहाल्यो। अब यी तोरीबारी छ यस्तो फुलेर ढकमक्क देख्न सक्नुहुन्छ। अनि त्यहाँदेखि फुलहरू नि फुल्दैछ। अब लाग्दिनु पर्छ होइन। अनि अब हाम्रोतिर चाहिँ यस्तो पिँडालु भन्छ है गाईजहरू, यस्तो हुन्छ है। यत्रो रुखै हुन्छ, रुख के भन्छ यस्तो हुन्छ है। अनि त्यहाँदेखि यो चाहिँ झाँझरी भन्छ यसलाई चाहिँ, झाँझरी भन्छ यसलाई। अनि तपाईँको यो चाहिँ तन्नै फल्छ। आलुसँग मिसाएर खाँदाखेरि त आम्मामा, यो तपाईँको यो मन्टा खाए पनि भयो। यसको फल छ कि करेला जस्तो, त्यो खाए पनि भयो। एकदम अर्ग्यानिक चिज। मान्छेहरू त्यसै बाँच्दैन नि। 84 वर्ष 101 वर्ष बाँच्छ मान्छेहरू। यस्तो अर्ग्यानिक चिजहरू खानु पाएको बाँच्छ त नि। यो चाहिँ घरटिमुरी यस्तो फल्छ है गाईहरू, यस्तै रातो रातो। अन्त अब म चाहिँ फेरि मेरो घरतिर फर्किन्छु। अनि अब हाम्रो गाउँघर चाहिँ यतिकै नै राम्रो छ कि, कसैले राम्रो बनाउनै पर्दैन होइन। एकदम स्वच्छ सफा, तपाईँहरूलाई थाहा छँदैछ होइन। स्वच्छ सफा होइन। हाम्रो गाउँघर भनेको चाहिँ कस्तो ठाउँ हो भने होइन, यहाँ चाहिँ बिना पैसा भए तपाईँको खल्तीमा 1 रुपियाँ पैसा छैन भने पनि तपाईँ चाहिँ महिना त्यतिकै बाँच्न सक्नुहुन्छ कि। सहरमा तपाईँको कसले दिन्छ त्यो बाउ खाने छोरा हेर्ने ठाउँ भन्छ हाम्रो बाउबाजेले। आखिर हुन पनि हो, त्यहाँ अब जे कुरामा पनि पैसा तिर्नुपर्ने हुन्छ। हाम्रो यहाँ तरकारी किन्नु पर्ला पैसा लाग्दैन। खोर्सानी आफ्नै बारीमा छ, टिमुर आफ्नै बारीमा छ, सागपात आफ्नै बारीमा छ होइन। सहरभन्दा त गाउँ चाहिँ एकदम बेस्ट हो बस्नको लागि चाहिँ। स्वच्छ हावा, स्वच्छ सफा होइन।
जे कुरा पनि किन्न नपर्ने, कोठा भाडा तिर्न नपर्ने, एकदम त्यो भएर चाहिँ गाउँमा बसेर चाहिँ केही गर्न चाहनुहुन्छ भने चाहिँ यस्तो अपनाउँदा हुन्छ होइन। यता पनि छ हाम्रो अर्को फार्म हाउस। यता चाहिँ हिजो हामीले भर्खर 5 माना जति खुर्सानी बेच्यौँ अनि अहिले चाहिँ अलिअलि छ। रातो रातो चाहिँ बेचिसक्यौँ अनि अहिले चाहिँ हरियो हरियो मात्रै छ। यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो फल्छ कि होइन यसले त एक थाल भात खानुहुन्छ भने नि यो टोकेपछि त 2 थाल पो जान्छ त। यस्तो लट्टा राम फलेको छ कि गाइजहरू, तपाईँहरूलाई पनि देखाएको नि त। हाम्रो खुसी हाम्रो सुख तपाईँहरूलाई नि सेयर गर्दा अझ धेरै हामीलाई खुसी मिल्छ नि त साथीहरू। त्यही भएर यता एउटा सानो बोट छ कि यो सानो बोटमा पनि धेरै फलेर यस्तो भएछ कि लच्केर यस्तो भएको छ। पानी नपुगेर अहिले त सुक्खा भएको छ। आज चाहिँ पानी हालिदिनु पर्ने हुन्छ। र त्यही हो गाइज, मेरो भ्लग अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र अब चाहिँ अर्को भ्लगमा भेट अवश्य हुनेछ भन्ने बाचाको साथमा म बाबु तामाङ यो भ्लगबाट चाहिँ बिदा लिन चाहन्छु। धन्यवाद। अर्को दिन अर्को नयाँ एपिसोड अफ भ्लग लिएर उपस्थित हुने बाचा गर्दै आज चाहिँ म छुट्टीमा है त साथीहरू। फेरि अर्को भ्लगमा भेटौँ है त।